यस्तो गर्ने यसलाई यसो राख्यो हो जति जान्छ त्यति यसरी ट्याक्क लाग्यो है अहिले भोकल नसुनिने केही छैन पछि भोइस ओभर गराउँदा त्यो फ्यान अफ गरिदिन्छ है अब यति भयो अब यसलाई कसरी स्प्रेड गर्ने तपाईँ आउँदै त तपाईँ भन्नु मेरो हात चल्छ के गर्ने भन्नु के यसो थिच्ने अनि यहाँ मात्रै फोकस गरेर तपाईँ मान्छेलाई परेन है यसरी चाहिँ थिच्यो हो हल्का चलाउने यस्तो यस्तो यसको चाहिँ तपाईँले एकरो यस्तो 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 हुँदैन है कहिले नि तपाईँको एभ्री मोसन हेज इक्वल के अरे के छ नि एउटा अपोजिट रियाक्सन भने जस्तो यता गयो नि यता गएपछि अब यो यसमा एउटा एनर्जी पैदा भएछ है तपाईँले यसलाई चाहिँ यही इनर्जीलाई चाहिँ यस्तो गरेर तपाईँ फर्किनुपर्छ अनि यसरी 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 दलेर है यता यस्तो अब कहाँसम्म जाने यहाँ कहाँसम्म जाने सेकेन्डसम्म जाऊँ है सेकेन्ड ल यस्तो गरी यहाँसम्म जाने अनि यस्तरी फर्किने है यस्तो टुप्पोले गरेर चाहिँ फेरि नाइफको एङ्गल हेर्नु यस्तो यस्तो है यस्तो 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 गरेर यस्तरी प्लेन टेकअप भयो जस्तो गरेर यस्तरी सारे चाहिँ सिधै माथि आएको छैन है हेलिकप्टर जस्तो सिधै माथि आउने होइन प्लेन जस्तो यस्तो गर्ने अनि अब के गर्ने यस्तो गर्दा छोड्ने बिस्तारै छोड्ने कि सिधा छोडेर के पुरै के टाँसेर माथि आउँछ कि है अनि यस्तो यसलाई फास्ट मोसनमा हेर्नु सेन्टरबाट साइडमा गएको छ म है सेन्टरबाट साइडमा यी पनि गइरहेको छु है यता यता जिगज्याग गर्छैन है यस्तो यता एउटा यता 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 त्यहाँसम्म जाने त्यहाँसम्म जाने त्यहाँसम्म जाने अब यो 1 इन्चले मात्रै काम भइरहेछ है यस्तो यस्तो गरेको छैन है 1 इन्च 1.5 इन्च 1.5 इन्चले मात्रै गरेछ है ल यस्तो यस्तो गरेर यसलाई टेन्टेटिभ मात्रै सम्झाउने है पुरै यसरी चाहिँ गरेको भन्दा क्रिम स्प्रेड गरेको है यो भनेको अब के गर्ने अब अर्को प्रोसेस तपाईँले यहाँबाट ब्यालेन्समा है भयो त यो फोनलाई यहाँबाट यस्तो सर्ट तान्ने यता है यहाँ फोकस गर सर्ट यसरी अनि यो यस्तो यस्तो है एउटा डक्टर चिसो डक्टर दिनु त यस्तो है साउन्ड अफ गरिदिनु त्यो साथी हो त्यसलाई जहिले फोन गरे हुन्छ यस्तो है अनि यस्तो हो हातको ब्यालेन्स छैन थिच्नु पनि भएन यो तपाईँले चाहिँ कति थाहा पाउनु पऱ्यो भने लत्ते गरेर सोरिन्छ फेरि होइन हल्का कहाँसम्म हल्का भने कतिसम्म हो एउटा लाइन यो लाइन छ नि यो यसको हाइट त्यो नै तपाईँले सिक्ने हो हात बस्ने यो एउटै आउनु पऱ्यो नि त यता उता भयो भने त यो सम्म हुँदैन नि त है सर्ट यसरी यसरी आएको छ नि त्यसको हाइट म्यानेज गरेको एउटै उसमा अलिकति पनि फरक छैन यो यसरी तान्दाखेरि हेर्नु है यस्तरी यस्तरी अब लास्टमा तपाईँले हजुर छोएर मात्रै तान्ने कतिसम्म तान्दाखेरि यो सम्म हुन्छ त्यो अनुसार ब्यालेन्स चाहियो अनि यस्तो गरेर सरर गरिनु हुन्छ है यस्तो गरेर हुन्छ एउटा काइयो दिनु त काइयो भेट्नुहुन्छ प्रेस्टिकम है अब हेर्नु यसलाई यस्तो गरेर यस्तो खुट्टा दिन पनि मिल्छ माथि हुन्छ माथि छ कि त्यहाँ ट्रेमा छ हेर्नु तल एकछिन पज गर्छु है अब तपाईँले सुरु गर्नु है त ओके